हेलो हेलो साथीहरू नमस्ते अनि वेलकम छ आजको मेरो न्यू भ्लगमा। आज चाहिँ शनिबार होइन, शनिबारको दिन चाहिँ म चर्च जान्छु। चर्च जानको लागि चाहिँ म रेडी हुँदैछु। फर्स्ट टाइम त मैले बुरुस गरेँ, सदाभन्दा आज अलि ढिलो नै भयो बुरुस गर्ने। त्यही पनि दाँत चाहिँ माझ्नै पर्छ भनेर मैले बुरुस पनि गरिदिएँ होइन, अल्छी नमानिकन। त्यसपछि मैले मुख धुन लाएँ। मुख चाहिँ बिहान पनि धोएको थिएँ, अहिले पनि धोएँ। जति धोए पनि गोरो चाहिँ हुन सकिएन, त्यही पनि मुख चाहिँ सफा राख्नुपर्छ भनेर चाहिँ अल्छी नमानिकन मुख चाहिँ धोइदिएँ मैले। मुख चाहिँ सफा राख्नु पऱ्यो नि त। त्यसपछि मैले 1 गिलास चिसो पानी खाइदिएँ होइन, करक्क लाएर। पानी चाहिँ खानुपर्छ है, शरीरलाई स्वस्थ राख्छ। मैले मात्र होइन, सबैले पिउने गर्नु होला पानी चाहिँ होइन। पानी पनि 1 गिलास मैले पिइदिएँ। त्यसपछि मुख सफा गर्नको लागि रुमालले पोछेँ मुख पनि होइन, अघि मुख धोएको थिएँ नि त। अनि त्यसपछि मैले टाउकोबाट रुमाल झिकेँ होइन। मेरो प्रायः जस्तो टाउकोमै रहन्छ कि रुमाल, बुहारी मान्छे भएपछि टाउकोमा रुमाल त राख्नै पऱ्यो होइन। अनि त्यसपछि मेरो लामो कपाल देख्न सक्नुहुन्छ, हेर्नु। यो चाहिँ मेरो गफ है, फेरि लामो त छैन। अनि मैले चाहिँ तोरीको तेल लगाउन लाएँ। हजुरहरूले चाहिँ के लगाउँछ? मैले प्रायः जस्तो तोरी नै लगाउँछु। अनि फेरि पोख्दै कि फेरि ढङ्ग त यस्तो छ मेरो फेरि होइन। अनि पोखेको तोरीको तेल देख्न सक्नुहुन्छ। चाहिँ मैले लगाउने आजको कपडा कुर्ता सुरुवाल होइन। यो चाहिँ मेरो चप्पल आज लगाउने। त्यसपछि मेरो फाइनल लुक चाहिँ यस्तो छ है। खासै राम्रो चाहिँ सुहाउँदैन है मलाई, त्यही पनि लगाइदिएँ। अनि मैले चाहिँ कपाल कोर्नलाई अघि चाहिँ तेल मात्र लगाएको थिएँ, कपालले बिगारिदिन्छ भनेर, त्यही भएर कपाल चाहिँ कोरेको थिइनँ। अहिले कोर्न लाएँ। लामो कपाल भए पनि धेरै नक्कल पारिदिने रहेछ नि टाउकोलाई, त्यही भएर बटाएर बुटुर पाऱ्यो, नमाट मुट पाऱ्यो अनि बाँधिदियो कि नि। जे होस्, छोटो कपाल भएपछि सजिलो छ कि बाँध्नलाई चाहिँ होइन। अनि गोटाले चेपाक चुपुक पारिदिएँ मैले कपाललाई। खासै नक्कल चाहिँ पार्दैन मैले टाउकोलाई चाहिँ होइन। अनि मैले चाहिँ प्रायः जस्तो यस्तै नै बानी हुन्छ। मुख पोत्नको लागि चाहिँ मैले पाउडर लगाउन लाएँ। अलिअलि गोरो त मान्ने नै पऱ्यो होइन र, त्यसको लागि चाहिँ मैले पाउडर लगाउन लाएँ होइन। फाउन्डेसन पनि लगाउँछु, लगाउन त मलाई सुक्दैन कि फाउन्डेसनले फेरि, त्यही भएर मैले पाउडर नै लगाउँछु होइन। पाउडर पनि लगाइसकेँ, यस्तो देखियो होइन। अनि त्यसपछि मैले चाहिँ टिकुली लगाउन लाएँ। कसैले टिका भन्छ भने कसैले टिकुली पनि भन्छौँ होइन। अनि मैले टिकुली पनि लगाएँ होइन। कस्तो राम्रो देखिन्छ कि हेर्नुहोस् न। अनि त्यसपछि मैले चाहिँ सिन्दुर लगाउन लाएँ। सिन्दुर चाहिँ लगाउनै पऱ्यो होइन, बिहे भएपछि चाहिँ। यो चाहिँ सिन्दुरले चाहिँ सिन्दुरको रक्षा पनि गर्छ अरे, अनि श्रीमानको आयु पनि बढाउँछ अरे कि, त्यही भएर सिन्दुर चाहिँ लगाउनुपर्छ है। साडीहरू लगाउँदा चाहिँ मैले लामो लगाउँछु, नत्र भने मैले सानो नै लगाउँछु कि सुट प्यान्ट लगाउँदा चाहिँ होइन, यस्तै राम्रो देखिन्छ। अनि मैले चाहिँ लिपस्टिक लगाउन लाएँ। यो चाहिँ मेकअपको किङै हो कि होइन। यो बिना त मेकअप फिक्का छ, अनुहार नै फिक्का छ होइन। त्यही भएर चाहिँ मैले धेरै चाहिँ ओठमा दलिनँ, त्यही भएर चाहिँ मैले हल्का हल्का लगाइदिएँ ओठमा चाहिँ होइन। खासै राम्रो चाहिँ देखिन्न कि धेरै गाढा लगाएँ, त्यही भएर चाहिँ मैले अलिअलि लगाइदिएँ ओठमा होइन, यो देख्न सक्नुहुन्छ। अनि यस्तो लगाएर पोज पनि हानिदिएँ। अनि मेरो चाहिँ मुहारको लुक्स चाहिँ यस्तो देखियो है। अनि चाहिँ मैले चाहिँ टाउकामा रुमाल बाँध्नको लागि पटाइपुटी पार्न लाएँ। यो चाहिँ बुहारी मान्छे भएपछि टाउको चाहिँ ढाक्नुपर्छ होइन। सुट लगाएको बेला चाहिँ चुन्नी लगाउनु पर्ने, तर चुन्नी चाहिँ हावाले उडाइदिन्छ नि त, त्यही भएर चाहिँ यस्तै गराउँछु कि मैले चाहिँ रुमालले बाँध्छु। अनि चाहिँ मेरो ब्याग, मलाई चाहिँ कालो मनपर्छ, तर मसँग यही छ, मैले यही नै भिरेँ। अनि मेरो फाइनल चाहिँ यस्तो भयो है। खासै राम्रो चाहिँ देखेको छैन होइन, त्यही पनि यस्तो भयो। अनि म चाहिँ हिँड्दिएँ है चर्चको लागि। अनि अघि चाहिँ मम्मी हुन्छ, पछि पछि म छु। हामी चाहिँ सासूबारी जान्छौँ। अनि यो चाहिँ अटो हिँड्ने रोड, अटो रोक्ने ठाउँ। अटो चाहिँ आएको छैन, लगभग 5 मिनट जति भइसक्यो हामी कुर्न लाग्यो होइन। अटो पनि आयो अनि हामी अटोमा नि चढ्यौँ। अनि त्यसपछि हामी अटोको 10 मिनट पछि हामी फाइनली चर्च पुग्यौँ होइन। 10 मिनट लाग्छ अटोमा। त्यसपछि हामी चाहिँ एकछिन भजन गाउन लायौँ। मादल चाहिँ मैले बजाउन लगाएको थिएँ होइन। खासै बजाउन चाहिँ आउँदैन, त्यही पनि पटाङ पटुङ पारिदिएको छु कि होइन। अनि भजन पनि गाएको छु, अनि एकछिन भजन गाएको पनि सुनिदिनुहोस् ल। अनि नहाँस्नुलाई है, फेरि भजन गाएको सुनेर।
फाइनली चर्च पनि 2:30 बजेतिर सकिएको। अनि यो घाम के हेर्नु त 2 बजे पनि, त्यही पनि अटो पनि आएको थिएन, त्यही पनि हिँडिदिएको एकछिन। अनि एकछिनपछि अटो पनि आयो 5-6 मिनटपछि, अनि अटो पनि बस्थ्यौँ। अनि यता चाहिँ मम्मी बस्नु भएको छ। अनि अटो पनि सर्र लाएर हिँड्दै यो चाहिँ बाटो है। अनि फाइनली झरेँ म चाहिँ। अनि आजको लागि चाहिँ यति नै, बाई।